यहाँ मैले के बनाउन खोजेको थाहा छ यो ठाउँमा यहाँ चाहिँ 8वटा घार यसरी राखेर यो घर पनि किन बनाएको यो मेरो प्लान के थियो भने माउरीको दुईटा अनुसन्धान गर्ने एउटा माउरीको चाहिँ विष निकाल्ने त्यो विष चाहिँ एकदमै सुनभन्दा 7 गुणा महँगो हुन्छ त्यो माउरीको विष निकाल्ने त्यो युरोपतिर निकाल्छ त्यो विष निकाल्ने एउटा त्यो टेस्ट गर्ने एउटा त्यो थियो प्रोग्राम अर्को प्रोग्राम के थियो भन्दाखेरि अब यो घार भयो यो घरमा यस्तो फ्ल्याटमा यहाँ चाहिँ यस्तो गरेर पल पारेर पाइप लगाएर यहाँ यसरी बस्ने यो यतापट्टि यसरी बस्ने कोठा बनाइदिने बस्ने अनि त्यो माउरीको बास्न सास फेर्ने भनौँ न सुने माउरीको सास फेर्ने यो दुईटा चिज अनुसन्धान गर्ने भन्ने माउरी ल्याएको यो साला माउरीले कहिले यो त हिजो अस्ति भागे थियो हो फेरि टिपेर खान नपाएर भागे रहेछ अर्कै जातको चाहिँ यसलाई गोद्नुपर्छ खाना उहाँलाई फोन गरेको थिएँ आयो भने यसलाई गोद्ने चाहिँ त्यसलाई व्यस्तताले गर्दाखेरि उहाँले पनि भ्याउनु भएन अनि भोलिपल्ट आएर हेर्दाखेरि चाहिँ भागिसक्यो मैले त्यो दुईटा अनुसन्धान गर्ने भनेर अनि अर्को कुरा यो माउरीको यो छ यो होइन यो चोप यो कलेक्सन गर्ने माउरीले उत्पादन गर्ने चिजहरूमा मह भन्ने सबभन्दा सस्तो मह चाहिँ सबभन्दा सस्तो चिज हो क्या र यिनीहरूको यस्तोहरूको मूल्य त्यो के अरे विषको मूल्य र अब यहाँ अर्को रोयल जेली भन्ने बन्छ त्यसको मूल्य त्यो एकदम यो महभन्दा धेरै महँगो चिज बन्छ हो त्यो परीक्षण अनुसन्धान गर्ने भन्नु माउरी राखेको यो ठाउँ नै कस्तो अलक्षिनु पऱ्यो भने ठाउँ अलक्षिनु पऱ्यो कि के अलक्षिनु पऱ्यो त्यो हो कुरा अझ यो राम्रो टन्न माउरी भयो भने यो सबै अनुसन्धान फेरि गर्ने भन्ने कुरा छ है अब हेरौँ यसमा गरौँ सिलिन्डर राख्ने हो भने एउटा उतापट्टि राख्नुपर्छ इम्पोर्टेड त होइन इम्पोर्टेड हो यो